Hello, Namaste. It's Miss Sonia Kari, and I'm going to demonstrate project or presentations on the topic of comparing houses and prices in Chester and Cumberland. And my module name is Data Science for Developers. Here we go for the introduction part. This is the content and this is the table of figures. Okay, this is the part of the introductions. Yomachi, the methods of data science to compare and contrast the opportunities of investing in property in Chester and Cumberland बारेकोमा चाहिँ डिस्कस गरिएको छ. यो चाहिँ मेरो रह्यो intro part. Now we can move to the part of the coding where our data are generated or the visualizations are created होइन आरस्टीबाट चाहिँ रन भयो अनि फर्स्टमा चाहिँ यो चाहिँ मेरो के रहेको छ भने यसमा चाहिँ linear modeling, cleaning broadband, cleaning speed, cleaning broadband coverage, EDA, cleaning house data, cleaning crime data, cleaning population and recommendations मा रहेको छ र यो फर्स्टमा चाहिँ यो चाहिँ क्लिनिङ ब्रोडब्यान्डको कोड रहेको छ अनि यो क्लिनिङ ब्रोडब्यान्ड कभरेजको अनि योमा चाहिँ क्लिनिङ हाउस डेटाको योमा चाहिँ क्लिनिङ क्राइम डेटाको योमा चाहिँ क्लिनिङ पपुलेसन डेटाको And yeah, here we go for the EDA visualizations जसमा चाहिँ हाम्रो visualization चाहिँ create हुन्छ र हाम्रो different box plot, bar chart, pie chart, radar chartहरू चाहिँ create हुन्छ so yeah, यसलाई चाहिँ हामी रन गरेर हेरौँ हैन यहाँ रन हुँदैछ all graphs and save to the graphs folders हैन अनि जस्तै यहाँ हामीले हेर्न सक्नुहुन्छ मेरो चाहिँ एउटा ग्राफ्स फोल्डर छ र जसमा चाहिँ यो हाम्रो चाहिँ अलरेडी ग्राफहरू चाहिँ हाम्रो क्रिएट भइसकेको छ अनि फर्स्टमा चाहिँ हाम्रो फिगर 1 जुन हामीले भिजुअलाइजेसन चाहिँ क्रिएट भएको छ यो फिगर 1 मा चाहिँ हाउस प्राइस कम्पेरिजन बिट्विन द कन्ट्री चेसार एन्ड कमरल्यान्डको बीचमा अनि फिगर 2 मा चाहिँ यो चाहिँ चेसार टाउनको मात्रै हाउस प्राइसेसको बार चार्ट बनिएको छ र योमा चाहिँ फिगर 3 कमरल्यान्डको मात्रै बनिएको छ कन्ट्री कमरल्यान्डको मात्रै बनिएको छ अनि योमा चाहिँ एभरेज हाउस प्राइस बाइ कन्ट्री यो चाहिँ कम्पेयर गरेको छ चेसार कन्ट्री र कमरल्यान्ड बीचमा अनि here we go for the line graph यो चाहिँ yearly average house price trend हो between both countries Cheshire and Cumberland अनि यो चाहिँ every download speed between country यहाँ चाहिँ सबै comparison छ सबै बार चार्टमा बनिएको छ यो चाहिँ फिगर 7 मा चाहिँ हाम्रो के आएको छ के भिजुअलाइज भएको छ भने डाउनलोड स्पेस इन चेसार कन्ट्रीमा र यो चाहिँ कमरल्यान्डको अनि यो चाहिँ ड्रग अफेन्सेस बाइ कन्ट्री अब यो चाहिँ ड्रग बिट्विन चेसार एन्ड कमरल्यान्ड बिचमा हो र यो चाहिँ हाम्रो रेडर चार्ट रहेको छ जसमा चाहिँ crime rates for 10,000 people between the country Cheshire and Cumberland बीचमै छ and yes this the figure 11 यसमा चाहिँ robbery rate मा चाहिँ 10,000 people around September 2023 को year को बारेमा Cheshire र Cumberland बीचको देखाइएको छ र figure 12 मा चाहिँ drug offenses between both countries अनि figure 13 मा चाहिँ broadband speed र हाउस प्राइसमा कम्पेयर भर्सेस भएको छ अनि नम्बर फिगर 14 मा चाहिँ ड्रग अफेन्स र हाउस प्राइसको कम्पेरिजन गरेको छ बिट्विन बोथ कन्ट्रिज
यो चाहिँ हाम्रो भिजुअलाइजेसन रहेको छ। जसरी हामीले अघि इडिएबाट भिजुअलाइज गरेर हाम्रो ग्राफ अलरेडी अटोमेटिकली जेनेरेट हुन्छ हाम्रो ग्राफ फोल्डरमा। Move to the documentary area. Okay, this is the introduction part, and this is the data identification and justifications. Is a house by rate सबैको यो explanation रहेको छ। अनि यहाँ चाहिँ हाम्रो जुन ग्राफको चाहिँ explanation पनि रहेको छ मेरो डकुमेन्टेसनमा। And let explain it. हामीले यहाँबाट पनि हेर्न सक्नुहुन्छ। And let's go for the okay. Now I'll explain about the linear modeling part. This is the code of this part. अनि मैले रन गरिसकेँ र हाम्रो चाहिँ जस्तै हाम्रो ग्राफ अलरेडी जेनेरेट भइसकेको छ र फर्दर मोर हामीले चाहिँ यसको बारेमा चाहिँ डिटेल्स यहाँ राखेको छौँ। लिनियर मोडलिङको चाहिँ this is the relationship between the key variables which can affect property investing such as house price, broadband connectivity and crime, which has been checked by the using the linear modeling. जसरी हामीले देख्नुभयो हाम्रो ग्राफले हाम्रो भिजुअलाइजेसन जेनेरेट भइसकेको छ लिनियर मोडलिङको थ्रुबाट चाहिँ रेकमेन्डेसन सिस्टमको तर्फ लाग्छौँ। यो चाहिँ रहेको छ यसको कोड। अनि त्यसपछि यसमा चाहिँ म डकुमेन्ट्रीबाट देखाउँछु होला। दिस इज द ओभरभ्यू अफ द रिकमेन्डेसन सिस्टम। यसमा चाहिँ अब त्यस्तै हामीले स्कोरिङ मेथडहरू हाम्रो रिजल्ट देखाएको छ जसमा चाहिँ एल्गोरिदम given by the following ranks of towns हैन मैले चाहिँ टप 10 रिकमेन्डेसन्सहरु राखेको छु। टाउन नम्बर 1 मा चाहिँ एलिजमेर पोर्टको छ, रिजन चाहिँ एसआई। हाम्रो एभरेज प्राइस चाहिँ 2,38,407 छ, प्राइस स्कोर 8.39, ब्रोडब्यान्ड स्कोर 10, क्राइम स्कोर 10 छ, ओभरअल 9.36 मा छ। र नेक्स्ट कन्ट्री वी क्यान गो फर द क्रिउ, यो पनि रिजन चाहिँ एसआईमै पर्यो। यसको पनि हेर्न सक्नुहुन्छ 2,49,867, 8.19, 1.92, 10 crime score अनि overall 6.86 छ। and where we go for wins for even chess फायरमा छ, chess साइडमा छ अनि यसमा पनि 2,90,957, 8 price score 8.969, broadband speed 0.83, 10 crime score and 6.72 छ ओभरअलमा। र अरू फर्दर मोर हजुरले हेर्न सक्नुहुन्छ। यो मैले चाहिँ टप 10 को रेकमेन्डेसन्सहरु चाहिँ राखेँ। लास्ट वी गो फर द कन्क्लुजन पार्ट। र यो प्रोजेक्टले चाहिँ के सो गर्छ भने हाउ डेटा सेट्स क्यान बी युज्ड इन प्र्याक्टिस टु कम्बाइन डिफ्रेन्ट डेटा सेट्स such uses that accommodates the prices of houses, broadband connections, and climates to make sound judgments when investing in property. And using a systematic workflow in the R project, हामीले चाहिँ R project को throughबाट गरेको छौँ, was reproducibly clear and systematic in the cleaning, analysis, and the visualization of the data. And here is the references, appendix, and the given those quotes. Yeah, thank you so much for your time. मेरो project चाहिँ यो, hope it will be the best one. Thank you.